म त दिउँसोको 2-3 बजेतिर मात्र उठ्छ हो बेबी। किन त्यत्रो ढिला बेबी? अब क्लब गइन्छ, बिहान आइन्छ, अनि बिहान आएर सुत्दा एकैचोटि दिउँसो 2-3 बजी उठ्ने त त्यही बानी लागेछ हो बेबी। बरु अब दिउँसो सुत्दा बेलुका क्लब जानुपर्छ। मेरो अफिसमा पेन्डिङ कामहरू धेरै बाँकी छ बेबी। म अहिले अफिस गएर पेन्डिङ कामहरू सबै सकाउँछु। तिमी चाहिँ आनन्दले सुत बेबी, मजाले सुत। अनि कुन बेला उठ्न मन लाग्छ उठ, उठिसकेपछि के खान मन लाग्छ, के चाहिन्छ बेबीलाई भन है। ओके बेबी, बाई बाई, गुड नाइट, हैव अ स्वीट ड्रीम, बाई। तातो पानी लिएर आइदिएको छु। भिड जानु पर्दैन, सुतिराखेकी छु। खाना त खाएर जानु, पकाइसकेको छु मैले। मलाई भोक लागेको छैन, त्यो अफिसमै खान्छु। बेबीलाई चाहिँ उठेपछि दिइहाल्छु। हेलो, के हो बेबी तिम्रो पारा? मलाई चाहिँ फोन नगर्नु, म आफै फोन गर्छु भन्ने, अनि फोन नगर्ने? त्यस्तो होइन कि बेबी, प्लिज ट्राई टु अन्डरस्ट्यान्ड मी। यहाँ ड्याडले मलाई फोनै चलाउनु नदिएर हो। मलाई अरू कुरा केही थाहा छैन।